अङ्कल यसपालि भोट केलाई तपाईँको? हजुर यसपालि भोट कोलाई? अब खोइ हिजो तपाईँको अङ्कलले दिएको थियो मलाई तारा। ए तारामा हाल्ने हो तपाईँ? हो नि सिधै सिधै त हो नि। अनि अब के तारामा हाल्नुको कारण चाहिँ? कारण तपाईँको त्यो छैन अङ्कल, अँ यो गर्नुपर्छ है तपाईँ अङ्कल भनेर हिजो दिएर राखेर चाहिँ अरूले के भन्छ भन्ने कुरा चाहिँ भन्दा नि अरूले के भन्छ भन्ने कुरा नि मेरो हृदयभित्रले चाहिँ के भन्छ अनि भन्ने के सोच्नु केमा गर्नु त अब तपाईँहरू भनेको होइन, हामीले योमा हाल्नु भन्ने भन्दा पनि तपाईँ आफैले सोचेर अहिलेको माहौललाई सोचेर होइन यो 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 पार्टीलाई चाहिँ भोट हाल्छु भन्ने सोच आउँछ होला नि त। अब तपाईँहरू जस्तो नै युवक नै उठेको भए त हाल्थ्यो। हजुर अब जम्मै बुढोहरू उठेको छ रहेछ यहाँ सुन्नुहोस् है। अब 50देखि उँभोको रहेछ अनि अब 70देखि उँधोको रहेछ। अनि त्यो भइसकेपछि होइन त्यो त अब हामीहरू चाहिँ गाउँ गठन पनि गर्नुपर्छ यसो उसो कुराहरू होइन होइन बदिस हजुर होइन। अब त्यो भनेको अब भन्नु चाहिँ मेरो छोराहरूले पनि त्यही भनिरहेको थियो अहिले चाहिँ नयाँलाई हाल्नुपर्छ भनेर भनिरहेको थिएँ। ए छोराले चाहिँ नयाँमा हाल्नुपर्छ भन्ने थियो? त्यसो भनिरहेको भनेपछि तपाईँ चाहिँ अब गाउँलेले के भन्छ होइन के भन्छ अरूले के भन्छ होइन है त्यो तरिका त्यस्तो हो क्या होइन बदै। भनेपछि अहिले नयाँ पार्टीबाट युवाहरू उठेको भए चाहिँ सिधै नयाँ पार्टीमा हाल्नुहुन्थ्यो? नयाँ नै हाल्ने नि अहिले त। अनि त्यस्तो तरिका छ अब कसलाई हाल्ने अन्यलमा यो त यसो भइरहेको छ त अहिले कति दल उठेको छ कसलाई हाल्ने त भन्ने कुराहरूमा त्यसमा हाम्रो चाहिँ अलिकति अब हामी पनि म पनि अब अहिले 50 वर्ष भइसक्यो है। हजुर अनि त्यसमा कसलाई हाल्ने होला त अब भन्ने कुराहरू भयो। अहिले त खोइ मल आएर यस्तोमा हाल्नुपर्छ उस्तो भनेको चाहिँ अब नेताहरू पनि डुल्नु पनि अहिले छैन गाउँमा है। त्यो कारणले गर्दाखेरि अहिले अलिक अलमल परिरहेको छ क्या अलमल भनेको त हिरो त छ है त्यो त्यो हाम्रो के को छोरो। अनि अब होइन सल्लाह गरौँ न हामी होइन। अब अहिले तपाईँको इच्छा चाहिँ कस्तो छ के छ होइन त सर कृष्ण सर। अनि त्यो कारणले चाहिँ अब केलाई हाल्नु त भन्ने कुराहरूमा तपाईँलाई इच्छा कस्तो छ के छ होइन यसो गर्नुपर्छ है अङ्कल भन्यो भने तपाईँले भनेको मैले सुन्छु मैले उहाँलाई सुनाउँछु त्यहाँबाट उहाँलाई सुनाउँछ नि त्यही भइसकेपछि अलिक महल बनिन्छ नि त। माहौल चाहिँ जस राम्रै बनाउनु त्यस्तो पर्यो बनाउनु पर्छ जस हामीले जोलाई हाले पनि विकास आओस् विकास चाहिँ हुनुपर्छ भ्रष्टाचारी कामहरू नहोस् होस् होइन त। वृद्ध भत्ता अब गर्नु पर्यो अब त्यस तरिकाबाट जानुपर्छ। ल ठिक छ हस् त ओके ओके